धेरैजनाले भन्नुभएको छ कि दाल बाक्लो खानलाई त छुट्टिनुपर्छ भनेर। यो भिडियोमा मात्र होइन, योभन्दा अगाडि पनि मैले दाल बाक्लो खानुस् है भनेर भिडियो बनाएको थिएँ। त्यसमा पनि दाल बाक्लो खानलाई त छुट्टिनुपर्छ अथवा छुट्टेपछि मात्रै हो दाल बाक्लो खाने त भनेर भन्नुभएको छ। अब छुट्टिने भन्ने बित्तिकै नेपालमा दाजुभाइ छुट्टिने, अंशभण्डा गर्ने भन्नेतिर मेरो ध्यान जान्छ। त्यही भन्न खोज्नु भएको कि अथवा अरू नै कुनै फन्डा हो जुन मलाई थाहा छैन, अथवा बाक्लो दाल खानलाई छुट्टिनुपर्छ भन्ने उखान हो कि अथवा कुनै स्पेसिफिक गाउँठाउँको चलन हो कि मैले बुझ्न सकेको छैन। प्लिज कमेन्टमा भनिदिनु होला। अथवा दाल अब चामलहरू मकैहरूभन्दा महँगो हुने भए भएर किन्न नसक्ने भए भएर धेरैजनालाई पुर्याउनु पर्छ, छुट्टेपछि थोरैजना भन्छ एउटा घरको हुन्छ नि सङ्ख्या घट्छ भनेर त्यस्तो भन्नुभएको हो कि त्योबाट स्टार्ट भएर चाहिँ यस्तो चलन चलायो हो कि भन्ने। सो प्लिज मलाई यसको बारेमा जान्न मन छ, भनिदिनु होला। जुन भिडियो मैले दाल बाक्लो खानुस् भनेर बनाउँछु त्यसमा केही न केही कमेन्ट आएको हुन्छ। यो भिडियोमा त एउटा मात्रै आएछ, पुरानो मैले दाल बाक्लो खान पर्यो है भनेर बनाएको भिडियोमा त झन् धेरै नै कमेन्ट आएछ। सो के हो भनिदिनु होला। थ्याङ्क यू।